आजको यात्रा भिजेकोसम्मको म चाहिँ क्वाडीबाट हिँडिसकेँ होइन। अहिले स्टार कटेज लिएर आइपुगे। अब भित्रीकोट कस्तो रहेछ त अहिले भनेर जान लाग्यो। रातोमाटे स्कुल, म पढेको स्कुल। यो हो जुम्रीको पुल। पहिले डबल लेनको बनाउनु पर्ने गल्ती गरेका छन्। यो हो माथि चाहिँ जुम्री बस पार्क लेफ्ट साइड, मेरो लेफ्ट साइड। पहिला यो पुरै स्याल कराउने ठाउँ, अहिले पुरै व्यापारिक केन्द्र भइरहेछ। ओहो हो, यो बाटो टर्निङ मेरो यस्तो कहिले बनाउँछ? अब बनाउने आश छैन। अब हौका चोक बिजुवार। यो घर सारेर पुरै पछाडि लगिसु यार, यहाँ अगाडि छ यार। चम कताबाट जाने हिँड? आजको हाम्रो यात्रा चाहिँ भित्रीकोटसम्म। बिजुवारबाट हामी दुईजना लाग्यौँ होइन। यो चाहिँ हो मित्रमणी चोक बिजुवारको। यहाँबाट पनि सिधै जान्छ भित्रीकोट होइन, लेफ्टबाट। अब हामी चाहिँ उता क्याम्पसको बाटो जाँदैछौँ। ड्युक 200, रोयल इनफिल्ड क्लासिक 350। मौसम चाहिँ दिउँसो एकदमै तर्को घाम छ। बिहान पानी पर्ला जस्तो गरेको थियो। अहिलेको मौसम चाहिँ एकदमै टन्टलापुर छ। अब हेरौँ अहिले दिउँसो 1-2 बजेपछि चाहिँ कस्तो हुन्छ। 1 बजेपछि चाहिँ पानी देखाइरहेको थियो। यो चाहिँ शहीद पार्क। यो माथि चाहिँ गेट सेट बनाएर अलिकति पार्कलाई अझ व्यवस्थित गर्नुपर्ने आवश्यक छ। हामी आइयो पुण्य खोला क्याम्पस आइयो। यो चाहिँ स्वर्गद्वारी बहुमुखी क्याम्पस हो। हामी जानुपर्ने कहाँबाट हो? अगाडिको बाटो हो क्या? यहाँबाट हो? ओहो हो, हामी जानुपर्ने यहाँबाट रहेछ। गिट्टी छ। लेट्स गो बाबे, लेट्स गो। पिच रोड चाहिँ माथि आधासम्म मात्रै छ भन्ने कुरा बुझ्यो होइन। के हो? यता पनि बाटो, उता पनि बाटो। यता के हो यो फेरि? 7 नम्बर वडा कार्यालय पो रहेछ यता। अहिले ठ्याक्कै बज्यो कति भनेपछि 11:42, 11:32 भएछ। ल बाटो त यहीँसम्म पो छ त। अनि के पिच भन्ने हो जस्तो लाग्यो नि। यहाँबाट यताबाट त होइन नि, दुईटा बाटो रहेछ। अब यो अफरोडमा चाहिँ के हुन्छ भनेपछि अघि पछि हिँड्नै हुँदैन होइन। दायाँ बायाँ भनेको खाल्टो हुन्छ यार। दायाँ बायाँ हिँडौँ भनेको बाटो राम्रो छैन। ओहो हो, धुलो। यता हो? हे बाटो त ढलान गरेर फेरि बिग्रेको पो रहेछ त। यस्तो हो पहाडको बाटो, अलिकति व्यवस्थित होइन भने त यस्तै हो। जस माथिसम्म ल फेरि पिज आयो त। नयाँ पिज गएको रहेछ। म त त्यति मात्रै हो कि भनेको।
जस यहाँबाट नयाँ नयाँ कालोपत्रे देख्न पाइयो। अब भित्रीकोटसम्म चाहिँ कहिले देख्न पाइने हो हेरौँ। हामी तल देख्न सक्नुहुन्छ त्यो चाहिँ बागबुला बजार, सल्ला र सालको मिश्रण छ यहाँ चाहिँ जङ्गल। अलिकता चिसो अलिकता तातो, चिसो तातो चिसो तातो खाँदा खाँदै माथि गएपछि अलिकता केही हदसम्म हल्का चिसो खाइन्छ। अलिकता यो सल्लाको पातहरू झरेको भएर चाहिँ अलिकता कर्नरिङमा चाहिँ एकदमै ध्यान दिनुपर्ने छ, नभए फेरि पिलिप्प भइहाल्छ फेरि। हो यो हो नि त नि बाटो भने ट्याक्क व्यवस्थित गर्नु पर्यो नि त बाटो छोल्डे। ल ठिक छ। अब जङ्गलको बाटो यस्तै हो। अब यसरी पिच बजेट आउँछ, पिच गरेर छोड्छ, अनि त्यसपछि भत्कियोस् बिग्रियोस् जेसुकै होस् मतलब हुँदैन। ठिक छ ठिक छ। जो कर्नरको बाटोमा एकदमै अलिकता अप्ठ्यारो बाटोमा चाहिँ ढलान गरिदिएको रहेछ। ल अब पिच सक्यो कि भन्ने अनुमान छ है हाम्रो। हाम्रो चाहिँ अब यही हो। अब म प्युठान आएको बेलामा परमत र म अगाडि डिउपाला र म शनिबार आयो कि अब शनिबार उसको फुर्सद हुन्छ, शनिबार आयो कि कतै न कतै घुम्न चाहिँ निस्किने गरिरहेछौँ है। माइन्ड फ्रेस गराउनु पर्यो नि त हप्ताको एकचोटि। बाटो चाहिँ पिच बन्नलाई रेडी अवस्थामा छ। अब माथिसम्म पिच बन्छ कि भन्ने आश छ। ल तल बजार छ है, बजार क्षेत्र जस बजार बाक्लिँदै गइरहेछ। पछि बिस्तारै अब बजार बाक्लिँदै जान्छ अनि खेतीयोग्य जमिन चाहिँ नष्ट हुँदै जान्छ। यसमा चाहिँ कुनै दुईमत छैन। खास खेतीयोग्य जमिनलाई जस्तोको त्यस्तै राखेर होइन, एकदमै क्लिन राखेर घर एउटा पनि बनाउन नपाउने नियम होइन। अनि जुन चाहिँ डाँडा काँडा छ यस्तो ठाउँहरू ट्याक्क मिलाएर अलिकति व्यवस्थित गरेर चाहिँ घरहरू बनायो भने अलिकति नमुना सहरको रूपमा पनि परिचित हुन सक्छ। सल्लाहको यो त लास्ट चिप्लिन्छ होइन, एकदमै जोगिएर गर्नुपर्ने हुन्छ, अति चिप्लिन्छ फेरि। त्यति मजाले पुऱ्याउनु पनि मिल्दैन, चिप्लिन्छ खतरा। त्यति जति सोचेको थियो धुलो हुन्छ कि भन्ने त्यति धुलो चाहिँ छैन रहेछ है। टायर चाहिँ हल्का हल्का यस्तो 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 हल्का हल्का चिप्लिरहेछ। कता हो कता कताबाट हो कताबाट हो? पुरानो बाटो यतिबाट जाने? यतैबाट जाने कुरो भयो होइन। दुईटा बाटो छ। अब के थाहा सर्टकट बाटो हो कि हो? लास्ट खतरा चिप्लिन्छ क्या फेरि मेरो टायर फेरि। अब यो त पुरानो पनि भयो अनि त्यति फ्लाइट पनि छैन। पछाडिको चिलिक चिलिक सिलिप सिलिप भइरहेछ। खाल्टोमा परेर ल्याएर यो बाटो कहाँ जान्छ? यो बाटो कहाँ जान्छ? यो बाटो त जाला जस्तो लागेन यार मलाई त। चिप्लिन्छ त अनि
बाटो छ छैन? कस्तो यस्तो यस्तो चिप्लिन्छ त यहाँ त। सल्लाहकोमा चिप्ल्यो अब। चिप्ल्यो के सल्लाह। चिप्लेर चिप्लेर यसो चिप्लिन्छ। कसरी उकालो चढ्ने होला यार? कसरी उकालो चढ्ने हो? यो बाटो होइन क्या। फेरि अति चिप्लिन्छ यार। कस्तो छ माथि? बाटो कन्फ्युज भयो। यो नयाँ बाटो होइन कि जस्तो लागिरहेछ मलाई त। उतैको होला के। बाटो छ रे गाइस, बाटो छ रे। यो सल्लाहको फेरि अफरोड भन्दा पनि फेरि खतरनाक हुन्छ। ल ल ल ल के हो यो बाटो? हो बाटो तिम्रो मन। ल के हो, कहाँ हो यो बाटो? सल्लाहको स्वाटै चिप्ले लाग्यो भन्ने डर लाग्छ। ल यो त के हो? कुखुरा सुखुरा भुजाले हो कि के हो यो? कता हो कता? बाटो यही हो? त्यहाँ किन गएको? कसको हो र? अनि यहाँ कस्तो खालको बारी हो अनि यहाँनिर माथि? कहाँ? सा होटल खै। अहिले कसको छ? कसको हो अहिले? ए किन्दैन कसैले? कसैले किन्दैन? ए बाटो हो कि होइन यार? सोध्नु पर्यो। जाऊँ न त। अप्ठ्यारो रहेछ यहाँ त। हल्लै सल्ला नगर न धेरै हल्ला। कता हो कता? ए माथि। माथिको बाटो होइन। यो त पहिलाको भित्रीबाट जाने त बाटो त अर्कै जस्तो लाग्थ्यो त। कस्तो बाटो हो त यार यो? सल्लाहको बात नभए त
कुदाउनु पनि ठिकै हुन्छ अफरोडमा। त्यो पातले त चिप्लाउँछ क्या फेरि। ओहो यस्तो चिप्लो छ यहाँ, चिप्लो चिप्लो बाटो, भित्रबाट जाने बाटो यही हो त यहाँ। यही हो र भने भित्रबाट जाने बाटो यार। पहिला त सजिलो जस्तो लाग्थ्यो त। आहा फुलै फुल, फुलै फुल मात्र पनि दुई 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 पहिला भन्दा झन् खत्तम भएछ यार बाटो त। पहिला त अझै राम्रो भएको जस्तो लाग्थ्यो। हो यो बाटो आएपछि चाहिँ बल्ल याद आयो है यही बाटो हो भन्ने। पहिला म स्कुटी लिएर आएको थिएँ डिओको, अहिले बुलेटमा आएको। बाटो त खतम छ यार, खतम खतम खतम। लास्ट खतम, पुरै एक्सट्रिम अफ रोड छ त। अनि पुरै खतरा अफ रोड छ त। अनि पहिला भन्दा त झन् बिग्रियो जस्तो लाग्यो त। हो र? आहा अझै छ माथि। लेट्स गो। ढलान ढलान बिचमा ढुङ्गो किन राख्दैछन् फेरि? हो यसै गरी ढलान तलैसम्म गर्नुपर्छ। ल यति मात्रै छ ढलान। बाटो त अप्ठ्यारो छ, डबल आउनलाई झ्याउ छ यहाँ। माथि माथि भिर भिर लाग्छ त म त। अप्ठ्यारो बाटो, अप्ठ्यारो बाटो, धेरै पछि आएको है यहाँ। कति झरी रहेछ यार। बिचरा रोयल एनफिल्ड एक नम्बरमै उकालो चढाउनु परेको छ।
बल्ल दुईमा गयो। कहाँबाट के भयो? पसल कहाँ छ? बन्द छ त। माथि जाने हो र त्यहाँ? त्यही त। ल है भित्रीगढको माथि दरबारमा चाहिँ गइएन। अब यहाँ माथि उता चाहिँ गइन्छ हामी।